हेलो साथीहरु, म विपना रोहित सोनाम राजपूत। मैले आफ्नो नयाँ भिडियो हालेको छु। यत्रो दिन बाद यो भिडियो हाल्दैछु। यो हो भरवा करेला, जो मैले आफ्टर सो मेनी इयर्स को बाद बनाएको छु। 2018 में बनाते और बीच में 2020 में बनाते होला। अब यो हो करेला को भर्ता को रेसिपी कसरी कसरी हो म बताउँछु। यो करेलालाई पहिला यसको जो छिल्कालाई नै कुरेद्नु पर्छ, त्यसको छिल्कालाई नि राख्नु पर्छ र यो जो गुटी छ त्यसलाई नि राख्नु पर्छ। ओके, त्यसलाई मैले मिक्सरमा पेस्ट गर्छु। यी दुईटालाई मिक्सरमा पेस्ट गर्छु र भरवा करेलाको लागि भरवा मसला चाहिन्छ। त यो मैले यो मसला पहिलेबाट बनाएको हो। जो जो मसलाहरू तपाईँले देख्नुपर्छ, कलन्जी, कालो सर्सो, यहाँ छ जिरा, धनिया सबै मिक्सिङ छ, तपाईँले देख्नुभएको छ। ओके, यी सबलाई मिक्स गरेँ। यो टमाटर, प्याज, लसुन, अदुवा यिनीहरूलाई और खुर्सानी जति तपाईँले खान सक्नुहुन्छ यी सबलाई मिक्स गर्नुपर्छ। यो मेरो भरवा करेलाको मसला यो रेडी हुन्छ है। अब यिनीहरूलाई रेडी गरेपछि यहाँ तेल गरम गर्न राखेको। अब यहाँ हेर्नु, मैले यो भरवा मसलालाई यिनीहरूलाई मैले पकाउँदैछु। मतलब यिनीहरूलाई जस्तो कि किन मिक्स भरवा हाल्नुपर्छ करेलाको भित्र, त्यसलाई मैले यसरी गरिदिएको छु। यो हेर्नु, ध्यान लिनु। अरू करेलालाई जो मैले बनाएको छु, जसलाई मैले त्यसको छिल्का गरेको छु, त्यसलाई मैले त्यसमा नमक हालेर त्यसलाई आधा घन्टाको लागि, आधा घन्टा भने चाहिँ किनकि त्यसलाई राम्रोसित त्यो नमक घुस्छ, त्यही भएर यसलाई मैले आधा घन्टाको लागि यसरी राखिदिएको छु। यो हेर्नु, यो मजाले पाक्दैछ। यसलाई ढाकेर सानो फ्लेममा, ग्यासको सानो फ्लेम गर्नु र यसरी गर्नुपर्छ। यो हेर्नु, अब मैले कसरी मसला हालेको छु यहाँ हेर्नु गाइस। यो हो करेला। अब यसमा मैले मसला हालेको छु। एक्चुअली मैले आफै सेल्फ भिडियो बनाएको, द्याट्स वाइ यो अलिकति देख्नमा गाह्रो हुन्छ होला। फिर भी यहाँ राम्रोसित हेर्नु, मसला हालिन्छ राम्रोसित होइन। यो मसला मैले हाल्दैछु। यो अब म यी मसलालाई अब यहाँ हेर्नु कसरी हाल्ने। यसलाई त्यसरी हालेपछि धागोले यसलाई बेर्नुपर्छ मजाले। यो भयो। अब यहाँ हेर्नु, यसरी गरेँ मजाले। अब यो गरम भयो, गरम आँचमा भरवा मसलामा जहाँ मैले मसला भर्ती गरेको छु यसरी हाल्नु। यो सबै हालेपछि यहाँ हेर्नु, यो एउटा गरेर हालेर देखाएको मात्रै छु जस्ट। अब यो हालेपछि सानो फ्लेम गर्नु पर्यो, गरम तावा होस्। मजाले गरेको छु, यहाँ ध्यान हेर्नु कति राम्रोसित पाकिरहेको छ। यसलाई यति मिठो भएको थियो, मैले यो बनाएर मैले खाएको पनि छु, मेरो आमालाई पनि खिलाएको छु। त्यो भिडियो बनाएको थिएँ, लेकिन त्यो भिडियो कहाँ रहेछ अब थाहै छैन। यो हेर्नु, मसला मजाले भयो। यस्तो टेस्टी हुन्छ, जति खाए खान मन लाग्छ। रोटीसित नि खान सक्नुहुन्छ, गरम गरम भातसित नि खान मन लाग्छ। राम्रो टेस्ट, बहुत राम्रो टेस्ट भएको छ। हेर्नु गाइस, मजाले बनाएको छु। मैले यो आमालाई दिनको लागि रेडी गरेँ, लेकिन मैले आमालाई दिएको पनि हो, मैले भिडियो पनि बनाएको, तर त्यो भिडियो मैले भेटिनँ। यो गाइस देख्नु, और यो रसी निकालेर खाना छ मिठो।